कहानी 44 भाग 2। यीशु चिहानमा। यस कहानीमा येशूको मृत्यु हुँदा के भयो भन्ने विवरण यसमा राखिएको छ। त्यसै घडी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म 2 भाग गरेर च्यातियो र जमिन काम्न लाग्यो र चट्टानहरू फुटे। चिहानहरू उघ्रिए र सुति गएका धेरै सन्तहरू मृतक शरीरबाट जीवित भई उठे। जब सैनिकका प्रमुख र तिनीसँग येशूलाई रुङ्नेहरूले भूकम्प र त्यहाँ भइरहेको घटना देखे तब धेरै डराए र तिनीहरू यसो भन्न लागे, साँच्चै यिनी त परमेश्वरका पुत्र रहेछन्। यो दृश्य हेर्न जम्मा भएका सबै मानिसहरूले यी सबै कुरा देखे र आफ्ना छाती पिट्दै घर फर्के। सबै ती मानिसहरू जो यीशुलाई चिन्दथिए, गालिलबाट आएका ती स्त्रीहरूले पनि परबाट उभिएर यी कुरा सबै हेरिरहेका थिए। त्यो दिन तयारीको दिन थियो। विश्रामको दिनमा मृतक शरीरहरू क्रुसमा नरहुन् भनी पिलातसलाई बिन्ती गरे र तिनीहरूले खुट्टा भाँचेर तिनीहरूका शरीर लग्युन् भनी माग गरे। तब सिपाहीहरू आएर यीशुसँग क्रुसमा टाँगिएका अपराधीहरूमध्ये एकजनाको खुट्टा भाँचिदिए अनि फेरि अर्कोको पनि खुट्टा भाँचिदिए। जब सिपाहीहरू यीशु कहाँ आए र तिनीहरूले देखे कि यीशुको मृत्यु अघि नै भइसकेको रहेछ र तिनीहरूले उहाँको खुट्टा भाँचेनन्। तर सिपाहीहरूमध्ये एकजनाले यीशुको कोखमा भालाले घोच्यो र तुरुन्तै रगत र पानी बग्न थाल्यो। येशूको कुनै पनि हड्डी भाँचिने छैन भन्ने धर्मशास्त्रको यो वचन पूरा होस् भनेर यी कुरा भएका हुन्। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्छ, जसलाई तिनीहरूले घोचेका छन् तिनीहरूले उहाँलाई हेर्नेछन्। बेलुका भएपछि अरिमाथियसका योसेफ नाउँ भएका एकजना धनी मानिस आए र तिनी आफै पनि येशूका चेला थिए। तिनले पिलातस कहाँ गएर येशूको मृतक शरीर मागे र पिलातसले तिनलाई त्यस मृतक शरीर दिने हुकुम गरे। योसेफले यीशुको मृतक शरीर लिएर सफा मलमलको कपडाले बेरे र तिनले चट्टानमा खोपेर बनाएको आफ्नै नयाँ चिहानमा त्यो राखे र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुडाइदिएर तिनी त्यहाँबाट गए। चिहानको नजिकै मरियम मग्दलिनी र अर्की मरियम पनि बसिरहेका थिए। अर्को दिन अर्थात् तयारीको दिनको भोलिपल्ट मुख्य पुजारीहरू र फरिसीहरू पिलातस कहाँ भेला भए र भने, हजुर, हामीलाई थाहा छ कि त्यस ठगाले जिउँदो छँदा 3 दिनपछि म फेरि जीवित भई उठ्नेछु भनेर भनेको थियो। यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई आदेश दिनुहोस्, नत्र त त्यसका चेलाहरू आएर त्यो चोरेर लैजानेछन् र मरेकोबाट जीवित भयो भनेर मानिसहरूलाई भन्नेछन् र त्यो पछिल्लो धोका पहिलो भन्दा झन नराम्रो हुनेछ। पिलातसले भने, तिमीहरूसँग पहरा छ, जाओ, जुनसुकै तरिकाले सक्छौ चिहानलाई सुरक्षित राख। त्यसपछि तिनीहरू गए र ढुङ्गामा छाप लगाए र पहरादारहरू खटाएर चिहानलाई सुरक्षित राखे।